सवै पुंसां परो धर्मो यतो भक्तिरधोक्षजे अहेतुक्य प्रतिहता ययात्मा संप्रसीदते वासुदेवी भगवती भक्तियोग प्रयोजिता जनयत्याशु वैराग्यं ज्ञानं च यदहेतुकम् धर्मस्वनुष्ठिता पुंसां विश्वक्सेन कथासु नोत्पादयेत् यदि रतिं श्रम एव हि केवलम्। परम मंगलमय परात्पर अखिलेश्वर अकारण करुणा करुणालय भक्तवांसा कल्पतरु अनंत कोटि ब्रह्मांड नायक भगवान को असीम अनुकंपा द्वारा आज हमेरो ये पुरुषोत्तम मास को अवसर में नीलकंठेश्वर महादेव मंदिर को प्रांगण में भागवत का कई चर्चाहरू हामीहरू श्रवण गर्नको लागि उपस्थित भएका छौँ। कर्ता परिवारलाई धन्यवाद छ, सुमन थापाज्यू र लक्ष्मी थापाज्यूलाई र यसै गरेर सबै श्रोता सज्जनहरू जो पनि भगवत चर्चालाई श्रवण गर्न उपस्थित हुनुभएको छ, यहाँहरूको हृदयमा रमाउने परमात्मालाई बारम्बार प्रणाम गर्दछु। हामीले हिजो श्रवण गरे, अस्तिको दिन पनि श्रवण गर्यौँ, हिजो पनि हामीले श्रवण गर्यौँ। हाम्रो प्रसङ्ग कहाँ पुगेको थियो भन्ने विषयलाई लिएर हिजो अस्ति हामीले श्रवण गर्यौँ सबैभन्दा ठुलो धर्म के हो भनेर। गोविन्द भगवान की सबैभन्दा ठुलो धर्म कसलाई भनिन्छ भनेर हामीले पहिलो दिन अलि व्याख्या सहितलाई हामीले श्रवण गर्यौँ र हामीले हिजो भक्ति हुनुपर्दछ भक्तिको विषयमा हिजो हामीले चर्चा गर्यौँ र त्यसैको साथमा हजुरलाई अन्तःकरण बहिकरण दुई प्रकारको करणको विषयमा अलि विश्लेषण गरिएको थियो। यहाँहरूले कतिको सम्झना भन्नुहुन्छ। श्रेष्ठ धर्म कसलाई भनिन्छ? श्रेष्ठ धर्म कसलाई भनिन्छ भन्दा जुन काम गर्नाले भगवानको प्रति भाव प्रकट हुन्छ त्यही नै सबैभन्दा ठुलो धर्म हो। हामीले यो बुझ्यौँ। त्यही हुनाले कुन चाहिँ धर्म ठुलो? हामीले दान दिनु ठुलो हो कि तीर्थयात्रा गर्नु ठुलो हो कि मन्दिरमा दर्शन गर्न जानु ठुलो हो कि गरिब गुरुवालाई खुवाउन ठुलो हो कि अथवा भोगै व्रत बस्न ठुलो हो कि हैन अरूको सेवा गर्न ठुलो हो कि के ठुलो हो? कसलाई चाहिँ ठुलो भन्ने? अथवा सबै संसारलाई, सबै सम्बन्ध, सबै नातागोता सबैलाई त्यागेर भगवान मात्रै भनेर हिँड्नु ठुलो हो कि के चाहिँ ठुलो हो? त्यो विषयमा हामीले श्रवण गरेका थियौँ। आदरणीय सज्जनहरू, जुन कर्म गर्नाले हृदयमा भगवानको प्रति भाव आफै जाग्दछ। जरुवा पानीबाट मूलबाट जरुवा पानी आफै फुटे जस्तै स्वाभाविक रूपले भगवानको प्रति भाव जाग्दछ। जुन कर्मबाट त्यो हेरेर, देखेर, सुनेर, बोलेर, डुलेर, सुतेर, गाली गरेर, माया गरेर
जे गर्दाखेरि हृदयमा रहेको परमात्मा प्रकाशित हुन्छ, हृदय प्रफुल्ल हुन्छ, त्यो कर्म नै सबैभन्दा ठुलो धर्म हो। त्यो हुनाले यो लक्षणद्वारा हामीले के बुझ्यौं त भने आदरणीय सज्जनहरू, कुन चाहिँ धर्म ठुलो भनेर यो सोधिरहनु पर्ने विषय होइन। के गर्नु ठुलो हो कसैले सोध्ने गर्दछ। हामी तपाईहरुलाई सोध्ने गर्दछौँ। कतिले फोन गरेर गुरु गरिब गुरुलाई खुवाउन ठुलो हो कि अनाथ बच्चाहरूलाई खुवाउन ठुलो हो कि फलान ठाउँमा दान गर्नु ठुलो हो कि मन्दिर दर्शन गर्न ठुलो हो कि मसँग 50,000 रुपैयाँ छ, यो 50,000 चाहिँ केमा खर्च गर्दा ठुलो हुन्छ, मनमा यो हुन सक्छ। अब यो गर्दा ठुलो र त्यो गर्दा ठुलो भनेर अरूलाई सोध्नु भन्दा अब हजुरले मलाई सोध्नु होला, अब मैले तीर्थ गर्न ठुलो भनौँला, तपाईलाई घर छोडेर जानै मन नआउँदा हैन, तीर्थ गएर आउँदा पनि त 30-40,000 40-50,000 त लागिहाल्छ 10-15 दिनको यात्रा। तीर्थ जान ठुलो भनौँला, किनकि तीर्थमा दर्शन पनि पाइयो, संगत पनि पाइयो, त्यो ठुलो भनौँला। जान मन नलागिरहला। मैले कसैलाई दान दिन ठुलो भनौँला, अब 50,000 एकैचोटि दियो भने त कुरो सिद्धियो हैन, एकैचोटि दियो कुरो सिद्धियो। तर यहाँ आफूलाई फेरि धेरै व्यक्तिहरूलाई बोलाएर टन्न भोजन गराएर पठाउन मन लाग्यो हैन। यहाँ त दान गर्न पनि देखाएर गर्ने गरिन्छ। आफूले गरेको दान पनि अरूले प्रशंसा गरिदियो भने चाहिँ मैले गरेर राम्रै गरेँ जस्तो लाग्छ हैन। आफूले गरेको दानको चाहिँ अरूले प्रशंसा गरिदिएन भनेदेखि चाहिँ बेकारै गरी के हो, गल्ती गरी के हो भन्ने मनमा त्यो भाव चाहिँ आउँछ। त्यो हुनाले हामीले काहीँ पनि कुनै पनि ठाउँमा गएर यसो दान गर्यो भने पनि, पैसा सहयोग गर्यौँ दान गर्यौँ भने पनि फोटो खिचिकन फेसबुकमा यसो आस्तै हामीमा नभएको चाहिँ होइन हैन। कसैलाई कुनै कुरा गिफ्ट दियौँ भने पनि फोटो खिचिकन लौ हेर कतिवटा लाइक र कमेन्ट आउँछ भनेर यसो बेलुका पोस्ट हेर्नु त हामीलाई मन लागिरहेछ। यहाँ दान गर्दा पनि यस्तै हो, यसो हेर्नुपर्छ। कहिले कसैले कुनै कुकुरले दुःख पारेछ भने हैन, त्यसको उपकार गरे पनि देखिन्छ। गाईलाई अप्ठ्यारो परेछ भने त्यो पनि उपकार गरेर देखिन्छ। तर के भने यो देखाउनको लागि बढी मात्रामा गर्नु। अब यो देखाउनको लागि त ठिक छ नि यो कार्य हुन त यसरी देखाउँदा एउटा राम्रो पक्ष के हो भने राम्रो कुराको प्रचार गर्दाखेरि अरूलाई पनि प्रेरणा मिल्छ भन्ने कुरा चाहिँ पक्कै पनि हो। भाव आओस् चाहे नआओस् हैन, देखायो भने मैले घरको फोटो खिचेर हाल्दैमा मेरो घरको मूल्य 1 करोड थियो भनेदेखि 3 करोड भाउ त आउँदैन हैन। तैपनि घर छ भन्ने कुरा एउटा हुन्छ। त्यो भाव र भाउ लगभग उस्तै नै हो। यसको भाउ छैन मतलब यसको मूल्य छैन, यसको हृदयमा भाव छैन भने यसको पनि यसले हामीलाई मूल्य दिएन। त्यही भन्नु यसको मनमा भाव छैनको तात्पर्य के हो भने भाव छैन भन्ने। यसको मनमा भाव छैन, भाव छैनको तात्पर्य भाव छैन भनेको। भाव दिनेलाई भाव हुन्छ है, भाव दिनेलाई भाव हुन्छ। भगवानलाई हामी भाव दिन्छौँ, त्यो हुनाले भगवान प्रति भाव छ। हामी अहिले नथुपाइरहेर भाव दिँदैनौँ, त्यो हुनाले भाव छैन, त्यो प्रति भाव जागृत पनि हुँदैन। त आदरणीय भक्त सज्जनहरू, भाव हुनु पर्यो यो विषय हो। तो हामीले भगवानको प्रति जुन कर्म गर्नाले हृदयमा एउटा भाव जन्मिन्छ। तपाईँ 1000 जनालाई खिलाउनुहोस् चाहे 1 जनालाई खिलाउनुहोस्, 1000 जनालाई भोजन गराउँदाखेरि
धेरैको पेट भरिन्छ, त्यो धेरै ठुलो पुण्य गरे जस्तो देखिन्छ। तर हृदयमा चाहिँ दुनियाँले देखुन्, प्रशंसा गरून्, यो लालसा छ भने तपाईले भोजन गराएर स्वर्ग चाहिँ पाउनुहुन्छ, भगवानको धाम पाइदैन। यो कर्म तपाईले राम्रो गर्नुभयो, खुवाउनुभयो, त्यो खिलाएको हुनाले स्वर्ग पुगिन्छ, तर भगवानको धाम पुग्यो। भगवानको धाम पुग्नको लागि जसको हृदयमा भाव छ त्यसले मात्रै। त्वं भाव योग परिभावित हृदय सरोज। भावले प्रकट हुने मात्रै हो ईश्वर। त्यो हुनाले सत्संगहरू भन्ने गर्दछ, त्वं भाव योग परिभावित हृदय सरोज। आसे श्रुतेक्षित पथो ननुनाथ पुंसाम्। यद्यधिया तौरुगाय विभावयन्ति तत्तदपो प्रणयसे सदनो ग्रहाय। भाव भगवान बस्नुहुन्छ कहाँ रहेछ भने त्वं भाव योग परिभावित हृदय सरोज। भावले युक्त भएको हृदय कमलमा भगवान चाहिँ बस्नुहुन्छ। भगवानको कुर्सी कस्तो हुन्छ त भन्दा भावले युक्त भएको, प्रेमले युक्त भएको कुर्सीमा मात्रै, हृदयमा मात्रै भगवान बस्नुहुन्छ। तो आदरणीय सज्जनहरू, हामीले के प्रसंग बुझौँ भने म प्रसंग यताउता नलगिकन हजुरहरूलाई दुई तीनवटा श्लोकको मात्रै मैले चर्चा गरेको छु र एउटै कुरालाई मैले घुमाइकन हजुरहरूको हृदयमा बसोस् त्यो मैले प्रयास गरेको छु। मैले कथा सुनाएको छैन, मैले विश्लेषण मात्रै गरेको छु। त सबैभन्दा ठुलो धर्म के हो त भन्दा जुन कर्मले भगवानको प्रति भाव जागृत हुन्छ। एकजना भिक्षुकलाई, एकजना गरिब, एकजना दुखी, एकजना अप्ठ्यारो परेको व्यक्तिलाई सहयोग गर्दा तपाईको हृदय पग्लिन्छ कि पग्लिँदैन? त्यति मात्रै हो। अब तपाईको हृदय पग्लिन्छ कि पग्लिँदैन मैले फोटो खिचेर आउँदैन, मैले भनेर आउँदैन। गोविन्द भगवान की रामदेव रसम। यो फोटो खिचेर भनेर आउने चिज होइन, हृदयको भाव त्यो आफै उम्रिन्छ। गरिब गुरुवा, दिन दुखी, अप्ठ्यारोमा परेका व्यक्तिहरू, यस्ता व्यक्तिहरूलाई स्वाभाविक रूपले भाव सेवा गर्दाखेरि हृदयमा भाव यदि जागृत हुन्छ भनेदेखि त्यो भाव यदि तपाईलाई तीर्थयात्रा जाँदाखेरि त्यो भाव जागृत हुन्छ भने त्यो श्रेष्ठ हो। तपाईलाई भगवानको मन्दिरमा आउँदा नीलकण्ठेश्वर महादेवको दर्शन गर्दा त्यो भाव जागृत हुन्छ, भगवानको प्रति प्रेम भित्रैबाट उम्लेर आउँछ भने त्यो पूजा, त्यो दर्शन त्यो एकदम श्रेष्ठ हो र त्यो ठुलो धर्म हो। तपाईले अरूलाई अप्ठ्यारो परेको बेलामा बिचरा रोइरहेको थियो, मेरो कोही छैन, म अनाथ छु, मलाई बाटो देखाइदिनुहोस्, मलाई सहयोग गरिदिनुहोस्। तपाईको हृदय पग्लेर आयो, तपाईले उसलाई सहयोग गरिदिनुभयो, राख्नुभयो, सेवा गर्नुभयो। यसो गर्दाखेरि तपाईको हृदयमा त्यो हृदय द्रवित हुन्छ, पग्लिन्छ। सबैभन्दा ठुलो धर्म त्यही हो। त्यसकारणले गर्दा आदरणीय भक्त सज्जनहरू, सनातन धर्ममा गोविन्द भगवान की सनातन धर्ममा यो ठुलो धर्म र त्यो ठुलो धर्म भनेर कुनै कर्मको बारेमा व्याख्या नगरिकन मूल के भन्यो भागवतीय सिद्धान्तले के भन्छ भने भागवतीय सिद्धान्तले एउटै कुरा भन्छ, यतो भक्ति अधोक्षदे
यता यस्मात् अदोक्षते भक्ति जायते सबै पुंसाम परो धर्म। इन्द्रियहरूले अनुभव गर्न नसक्ने, इन्द्रियहरूले अनुभव, तपाईको हृदयको भाव इन्द्रियले अनुभव गर्दैन। बाहिरी इन्द्रियले तपाईको हृदयको भावलाई अनुभव गर्नै सक्दैन। तर अलिअलि के त भने भित्र आगो बल्या छ भने खरानीले जति छोपे पनि रात त आउँछ। तपाईको हृदयमा भाव त्यो जागृत भएको छ भने तपाईको चेहराबाट अलिअलि भाव देखिन्छ। तपाईँ खुसी हुनुभएको बेलामा जीव हेरेर खुसी भएको थाहा पाइँदैन, अनुहारले मात्रै हो थाहा। तपाईँ दुखी हुनुहुन्छ भन्ने कुरा शरीर हेरेर थाहा हुँदैन, थाहा हुने भनेको केवल अनुहारले मात्रै हो। त्यो भित्रको राग र ताप र प्रभाव कहिलेकाहीँ मुखबाट देखिन्छ। तर कतिपय सहनशील व्यक्तिहरू, धैर्यवान व्यक्तिहरू आफ्नो चेहरामा भित्री प्रसन्नता र भित्री दुखीपना बाहिर देखाउँदैन। उनीहरूले कन्ट्रोल गरेर हुन्छ, तर भाव त गाह्रो हो। त्यसै कारणले गर्दा आदरणीय भक्त सज्जनहरू, जुन कर्मद्वारा इन्द्रियले जसको अनुभव गर्न सक्दैन त्यो भाव जागृत हुन्छ छातीभित्र। त्यो भाव जागृत हुन्छ यदि छातीभित्र भनेदेखि हो त्यो कर्म नै सबैभन्दा ठुलो धर्म हो भनेर म यहाँलाई 3 दिन लेखिरहेको यही कुरालाई दोहोऱ्याइरहेको छु। यो 4 दिनको सत्सङ्ग शिविरमा धेरै कुरा बुझे पनि नबुझे पनि केही फरक पर्दैन। तर मुख्य कुरा के हो भने मूल सूत्र यदि बुझियो भने बुझियो, मूल सूत्र बुझियो भने बुझियो। दुईलाई दुईले गुणन गर्दा 4 हुन्छ, माने गुणन माने डबल हुँदो रहेछ। गुणनको तात्पर्य के हो भनेदेखि जति अंकले गुणन गर्ने हो मूल अंकको त्यति गुणा डबल हुँदो रहेछ। 2 चौको 2 पंचे 10, यानी 2 चाहिँ 5 वटा 2 हुँदो रहेछ भन्ने यो सूत्र हामीले जानेपछि हामीले 2 पंचे 10 भने पनि 3 पंचे 15 भने पनि केही फरक पर्दैन। त्यो सूत्र हामीले थाहा पायौं। तपाईले 18 पंचे गर्नुस्, 1000 पंचे गर्नुस्, 10,000 पंचे गर्नुस्, त्योसँग केही मतलब होइन। मूल अंकले चाहिँ 5 मा गुणा गर्दा 6 मा गुणा गर्दा मूल अंकको 6 वटा प्लस हुँदै जाँदो रहेछ। 1000 छक्का 6000, यानी 1000 चाहिँ 6 वटा बन्दो रहेछ गुणन गर्दा भन्ने यो बुझेपछि सजिलैसँग जतिवटा गुणन गरे पनि केही फरक पर्दैन। त सूत्र जानेन भनेदेखि जहिले पनि 2 दुने 4 5 दुने 10 यो याद गरिरहेको पर्छ। त्यो हुनाले त्वम भाव योग परिभावित यतो भक्ति अदोक्षते, जसद्वारा इन्द्रियले अनुभव गर्न नसक्ने, जसद्वारा जुन कर्मद्वारा इन्द्रियले अनुभव गर्न नसक्ने भाव प्रकट हुन्छ त्यो कर्म नै सबैभन्दा ठुलो धर्म हो।